सो हे गाइस वेलकम ब्याक टु माई मिनी ब्लग है। र आजको मिनी ब्लगमा चाहिँ हजुरलाई चाहिँ के देखाउन लागिरहेको छु भन्दा चाहिँ है, र हेर्नुहोस् है, अब यो मौसम चाहिँ हो रुखको हरेक पत्ताहरूले चाहिँ पत्ता फेर्ने है समय। र देख्नुहुँदैछ हरियो भइसकेको छ है। यो देखिरहनु भएको पाखा चाहिँ 2 नम्बर पाखा हो, र ऊ माथिको चाहिँ सिलिङ पार, र यो चाहिँ हो हाम्रो सिपाहीधुरा टी गार्डन। अब चाहिँ एकदमै है हरियाली देख्छ है, वन जङ्गलहरू एकदमै राम्रो भ्यूहरू निस्किन्छ है। अब यो मौसम चाहिँ तपाईहरु आउनुभयो है, यहाँ आएर फोटोग्राफीहरू गर्नुभयो भने चाहिँ एकदमै दामी निक्लिन्छ है। र आउनुहोस् है, भिजिट गर्नुहोस् हाम्रो सिपाहीधुरा है, एकदमै दामी छ। अहिले दामी मौसम भएको छ र तपाईहरुलाई घुम्ने है, पहाडको हावा चिसो शीतल यदि खोज्नु हुँदैछ भने चाहिँ लु अब बेला भइसकेको छ। ल आउनुहोस् है। सुकुनादेखिको चाहिँ तपाईको 14-15 किलोमिटर माथि। तपाईलाई हार्डली टाइम लाग्यो भने चाहिँ तपाईको 15 से 20-25 मिनट भित्रमा तपाईहरु आउन सक्नुहुन्छ है। वेलकम छ है हजुरहरुलाई।